हेलो एन्ड नमस्ते सबैलाई स्वागत छ मेरो युट्युब च्यानल एचआरबी भ्लगमा। यति बेला म सिन्धुपाल्चोकमा छु। म मेरो जन्म ठाउँबाट। यहाँ हाम्रो ठुल्बाको घर हो। हाम्रो यहाँ ठुल्बा हुनुहुन्छ। ठुल्बा हेलो भनिदिनु न। हेलो। र हाम्रो थाकथलो चाहिँ यहाँ तलको अहिले चाहिँ भूकम्पले परेर जस्तै हैन। अब हाम्रो दाइहरू चाहिँ बाइक निकाल्दै हुनुहुन्छ। आज हामी चाहिँ गुफा डाँडा जाँदैछौँ। गुफा डाँडा चाहिँ यहाँनिर छ। यहाँ चाहिँ विशेष गरी जलवायु सम्मेलन पनि हुने गर्दछ। आज हामी त्यो ठाउँमा जाँदैछौँ। हाम्रो दाइ पनि हुनुहुन्छ। उहाँ दाइको चाहिँ ए भगवान् त्यो घारी सरी दारी दामी छ क्या। ल अब भने हामी हाम्रो यात्रामा जोडिन्छौँ। तपाईँहरू हेर्दै गर्नु होला। तर दाइले चाहिँ मलाई सेल्फी स्टिक किनिदिन्छु भन्नु आए किन यति भनेपछि किन्न पऱ्यो नि त। दाइ किन्ने किन किन्ने पायो भने किनिदिने हो के पैसा बच्यो। ओके अब भने हामी निस्किन्छौँ। तपाईँहरू हेर्दै गर्नु होला है त। मोबाइल पसलमा आइसकेका छौँ। दाइले दिएको बाचा अनुसार चाहिँ पैसा झिक्दै एउटा सेल्फी स्टिक चाहिँ किनिदिनु भएको छ होइन। थ्याङ्क यू भाइ। खर्च म हुन्छ। हामी अब भने सेल्फी स्टिकबाट फेरि मैले लिएर आउने भुलिरहेको क्या। अब छन त थियो नि के गर्नु होइन। अब चाहियो गुफा डाँडामा यसो देखाउनै पर्यो। अब भने हामी क्रमशः यात्रामा नै रहन्छौँ। अब हामी यो नवलपुर बजारबाट चाहिँ सिधै गुफा डाँडासम्म चाहिँ ओके हामी यात्रामा नै छौँ। हाम्रा दाइहरू यहाँ छन् होइन। विशेष गरी यहाँ लामाहरू धेरै चाहिँ पाइन्छ। त्यही भएर गुम्बाहरू बौद्धहरू धेरै देखिन्छ यहाँ चाहिँ। हेलो गाइज, यति बेला हामी गुफा डाँडाको अन्तिम ठाउँमा आउन लागिसकेका छौँ। पछाडि चाहिँ हाम्रो दाइहरू यसरी हिँडिरहनु भएको छ। अब हामी पनि बाइकमा यसरी सरर हिँड्नुको मजै बेग्लै छ होइन। फाइनली गाइज हामी यति बेला गुफा डाँडा आइसकेका छौँ। हामी यस्तो रमाइलो बाटोमा गटङ टङ टङ कान्टङ मुन्टुङ गर्दै आइसक्यौँ। यो गुफा डाँडामा आइसकेका छौँ। हाम्रो यो पछाडिको दृश्य रहेको छ गुफा डाँडाको। अब यही बाटो हुँदै हामी चाहिँ माथि पुग्छौँ। अब यहाँहरू हेर्दै गर्नु होला। हामी चाहिँ हिँड्छौँ। लेट्स गो। यहाँ चाहिँ 77वटा नेपालको झन्डा छ। 77 जिल्लाकै प्रतिनिधित्व हुने गरेर चाहिँ यो झन्डा राखिएको चाहिँ बुझिएको छ होइन। हेर्दै गर्नु होला। ओके गाइज, अब भने हामी गुफा डाँडामा आइसकेका छौँ। यहाँ जलवायु सम्मेलन भएको ठाउँ पनि हो। जुन तस्बिर हामीले धेरै सामाजिक सञ्जालमा देखिरहेका थियौँ। यो जलवायु सम्मेलन भएको ठाउँमा हामी आइसकेका छौँ। यसलाई गुफा डाँडा भन्छ। यसरी नेपालको झन्डाले हामीलाई स्वागत गरिरहेको छ। यहाँ त अब सबैको आफ्नो नाच हुन्छ है।